आज यहाँ चङजुक छुलिङ गुम्बामा उपस्थित भएको जनताहरू सबैलाई मेरो हृदयदेखि नै नमस्कार टसिदिले फेपुला भन्न चाहन्छु। अब आज चाहिँ पुण्य दिन हो। आज पुण्य दिनदेखि सुरु गरेर हाम्रो यहाँ चाहिँ 6 दिनको लागि अनि कार्यक्रम छ। 6 दिनमा अनि 5 दिन चाहिँ बुद्ध शाक्यमुनिको अनि धर्मदेशना 4 आर्य सत्यको विषयमा प्रवचन गर्ने हो। त्यसपछि अन्तिमको दिनमा अनि वाङ अयुलाङ हुने वाङ दिने कार्यक्रमहरू चाहिँ राखेको छ। यहाँ हाम्रो लाल बितेमा चाहिँ 6 दिनको लागि राखेको छ। त्यसपछि हाम्रो तराईको गाउँतिर अनि प्रवचनहरू गर्ने यसरी चाहिँ हामीले मिलाएको छ। त्यस कारणले अहिले लाल बितेमा अनि धर्म प्रवचन गर्ने चाहिँ 6 दिन भएको कारणले यो तपाईहरुलाई धेरै एउटा मौका राम्रो एउटा हो। त्यसमा तपाईहरुले ध्यान दिनु सक्यो भने बुद्धको शिक्षा ज्ञानहरू धेरै प्राप्त हुन्छ। आगम व्याख्याहरू पनि प्राप्त हुन्छ। तन्त्रको विषयमा र वाङहरू पनि प्राप्त हुन्छ। यस्तो मौका चाहिँ अनि मिल्नु धेरै गाह्रो हो। त्यो मौका मिलेको बेलामा सबैले राम्रो गरिदिनुहोस्। अनि आजको दिनमा चाहिँ पहिला धर्म प्रवचन गर्ने सायद 12:30 सम्म त्यो हो। त्यसपछि हामी चाहहरू व्यवस्था गरेको छ। अनि त्यसपछि चाहिँ सबैलाई मैले यहाँ प्रसाद ल्याएको छ, सुङ्दु ल्याएको छ। धेरै महत्त्वपूर्ण ठुलो प्रसाद हो। त्यो सबै तपाईहरुलाई अनि दिने। त्यसपछि हामी यहाँ 120 वटा राहत दिनुपर्ने गरिब परिवारहरू छ। उहाँहरूलाई चाहिँ 130 उहाँहरूलाई दिने हो। त्योहरू चाहिँ आजका कार्यक्रम हो। अब म अब यहाँ लाल बितेमा 14 आज 14 हो, चौथो 3 चोटि पहिला आइसके। आज चाहिँ चौथो हो। त्यसको विषयमा पछि भन्छु। अब अहिले यो कार्यक्रमहरू धर्मको कार्य भएको कारणले त्यो राम्रो हुनुको लागि मैले पहिला नै भनेको छ। हामीले पहिला पूर्वाभ्यास राम्रो हुनुपर्छ। पूर्वाभ्यासमा चाहिँ हाम्रो मनलाई शुद्ध बनाउँछ। शरणगमनद्वारा हाम्रो जो कार्य गरेहरू त्यो चाहिँ बुद्धको धर्ममा लाग्ने अनि बुद्धिचितको अनि सोचले चाहिँ हामीले जो कार्यहरू गरेको त्यो चाहिँ महायान धर्ममा लाग्ने हो। त्यस्तो लागि पूर्व सोच क्याम्डु सेम्गे राम्रो गर्नुपर्ने त्यो हो। अनि पूर्व सोच पूर्व अभ्यास सबै सक्यो भने अनि मूल विषयको विषयमा धर्म प्रवचन गर्ने अनि त्यसपछि अन्तिममा चाहिँ प्रार्थना गर्ने। यो तीनटालाई जहिले पनि ध्यान दिनुपर्छ। पूर्व अभ्यास, मूल विषय, अन्तिमको प्रार्थना। त्यसो कारणले अब हामी सबैले त्यो गरौँ। अब यो धर्मको लागि डिस्टर्ब नहुनेको लागि, त्यसलाई बाधा नहुनुको लागि टेलिफोन आफ्नो फोन छ भनेदेखि स्विच अफ गरिदिनुहोस्। नत्र फेरि प्रवचन हुँदै अनि फोन आएर धेरै बाधा हुन्छ। फोनहरू सबै स्विच अफ गरिदिनुहोस् है।
अनि दोस्रोमा कुरा नगर्नुहोस्। तपाईहरुले कुरा गर्यो भने मैले प्रवचन दिएको सुन्दै सुन्दैन, तपाईहरु आफै आफै प्रवचन दिएर बस्छ। त्यस कारणले म यहाँ बसेको फाइदै छैन। त्यस कारणले राम्ररी सुन्नुहोस्, कुरा नगर्ने। अनि त्यसमाथि नसुत्नुहोस्, बेलुका सुत्नु समय पाउँछ। यहाँ चाहिँ सुत्ने होइन, सुत्यो भने मैले जो भनेको सबै कानको भित्रै जाँदैन। अनि त्यसमाथि चाहिँ ध्यान दिएर सुन्नुपर्छ है। त्योहरू सबै गरिदिनुहोस्। अब हामी सुरु गर्छौँ, पूर्वाभ्यास चाहिँ गरौँ। या ngapalama nabatso sunga nyamdo. Oi sangye पहिला नेपालीमा भन्छु हामी सबै। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि। के गर्छस्? प्रोजेक्टर तिमीले मसु मिसिनले मसु आयो। शरणं गच्छामि संघं शरणं गच्छामि 상계 최단 소계 전원과 창조 과거 다음에 교수지 나게 주시 개별 성향기 돌아 벤저 상계 루와라쇼 상계 최단 소계 전원과 창조 과거 다음에 교수 나게 주시 개별 성향기 돌아 벤저 상계 루와라 상계 최단 소계 전환과 창조 과도 안에 교수 나의 최신 개별 소망 돌아 변질의 상계로 심전 당제 내와나 내외 교당 내버려 유지 심전 당제 동아나 동아리 교당 제와 심전 당제 동네 내외 내와나 맨자와 심전 당제 니린 차번 니랑자 당용라 내버려 유지 팬데 중에 땜바 다르시 denzen kibo tamche kungkong sang lujen kunla digi jungwe sangye tenpa dalu di yuroche changjo simjo rinpo che ma ye panam ke yuroche geba nyeba meba kone gondo beba rajo tongni tawa rinpo che ma ye panam ke yuroche केवा न्याबा में बराया गोने होलो बेवरा शो जिसे नंकर ने मा जोवा जिसे ने जोवा जिसे ताने ने जो जोवे दोंगे से बरा शो तेजे ते बरा जोवा तेने तोंबा की दोशे तेने तेने नामा दिनी उमे लंगी तो कांजिर दिन जो माये चेगा येगा 디젤 공방 아예 제가 예방 आए भनेको जस्तो धर्म प्रवचन गर्नु बेलामा चाहिँ पूर्वाभ्यास मूल विषय अन्तिमको प्राप्त गरेर 3
त्यो छ त्यसमा पूर्वाभ्यास चाहिँ सकियो। अब मूल विषयमा चाहिँ अनि प्रवेश गर्छु। त्यसमा अनि पहिला चाहिँ मैले तपाईहरुलाई याद दिलाउँछु। म पहिलोचोटि यहाँ आउनु बेलामा चाहिँ मैले खास गरेर मानव धर्मको विषयमा चाहिँ मैले भन्ने थिएँ। मानव धर्मको विषयमा आदर सम्मान, अरूलाई आदर सम्मान गर्नुपर्ने, बानी व्यवहारहरू राम्रो हुनुपर्ने, त्यस्तो अनि धेरै महत्त्वपूर्ण लाग्छ कुराहरू चाहिँ भन्नु लाग्छ। अनि त्यसमा चाहिँ अनि खास गरेर हामी मान्छे राम्रो हुनुपर्छ, सम्यक मानव हुनुपर्छ। त्यसको लागि चाहिँ अनि हामीलाई के जरुरत छ भनेदेखि मानव धर्म चाहिँ जरुरत छ। मानव धर्ममा भने सबभन्दा मूल चाहिँ अनि माया र दया हो भनेर मैले भने। त्यो विषयमा मैले धेरैचोटि यहाँ प्रवचन गरिसकेँ। अनि म दोस्रो म यहाँ आउँदाखेरि चाहिँ अनि मैले बुद्ध धर्ममा भएको शरण गमनको विषयमा बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्न उहाँ तिनवटालाई हामी उहाँको शरणमा जानुपर्छ भनेको विषयमा शरण गमनको अनि शीलहरू सबै मैले त्यहाँ दिएकी थिएँ। त्यो सँगै अनि शरण गमनको त्यसमा अनि 5 प्रकारको पाँचद्वारा मैले भने थिएँ। शरण गमनको लाभ के हो, शरण गमनको अनि हेतु र प्रक्रिया के हो, शरण गमनको अनि कसरी गर्ने, शरण गमन गर्ने तरिका के हो, शरण गमन गर्यो भनेदेखि के हामीले पालन गर्नुपर्छ, त्यस्तो गरेर सबै अनि मैले भनिसकेँ। अनि त्यो सँगै अनि कर्म र फलको विषयमा मैले भनेको छ। 10 अकुशल कर्म, 10 कुशल कर्मको विषयमा मैले सबै त्यो शिक्षाहरू तपाईहरुले दिइसकेँ। अब तेस्रोमा म यहाँ आउँदाखेरि चाहिँ अनि यो गुम्बाको भित्र चाहिँ बुद्ध शाक्यमुनिको मूर्तिदेखि लिएर त्योहरू सबै चढाउने, त्यो सँगै अनि तन्त्रको अनि आयु अभिषेकहरू चाहिँ दिने। त्यो सँगै मैले एउटा किताब ल्याएको छ। त्यो किताबद्वारा चाहिँ 6 दिन धर्म प्रवचन मैले गरेँ। त्यो 2 वर्षको अगाडि हो। त्यस्तो गरेर बुद्ध धर्मको अब मूलहरू मैले त्यसको शिक्षा र ज्ञानहरू दिइसकेँ। अब आजको दिनमा चाहिँ अनि मैले यसपाल चाहिँ चौथो हो। अब यो चौथोको यसमा मैले तपाईहरुले धर्मदेशना गर्ने चाहिँ अनि यहाँ एउटा किताब मैले लेखेको छ तिप्तीमा, त्यो नेपालीमा अनुवाद गरेको छ। त्यो खास गरेर अनि प्रतित समुपात र अनि 4 आर्य सत्यको विषयमा चाहिँ हो। अब 4 आर्य सत्यको धर्म चाहिँ बुद्धको मूल धर्म चाहिँ हो। त्यसो कारणले अब आजदेखि हामी सुरु गरेर त्यसको विषयमा चाहिँ भन्ने हो। अब तपाईहरु मनमा राख्नुपर्छ, यसपाल अनि गुरु आउनु भएर के धर्मदेशना गर्यो भनेदेखि 4 आर्य सत्यको अनि विषयमा धर्मदेशना गर्यो भनेर चाहिँ थाहा हुनुपर्छ। अब तपाईहरुले 5 दिनको भित्र यसको विषयमा शिक्षा र ज्ञान चाहिँ प्राप्त हुने हो। अनि त्यसपछि चाहिँ वाङ दिने हो। त्यसो कारणले यसपाल 4 आर्य सत्यको धर्म र
वाङ दिने धर्म त्यो दुईटा चाहिँ गर्ने हो। अब त्यसमा पहिलो चाहिँ मैले आज यहाँ अनि बुद्धको धर्म म दिने हो, धर्म देशन गर्ने हो। त्यसको खर्च यहाँ टक्छ के भयो लोनसिङमा हेलो ए तपाईँ चौधेउ त्यहाँ चाहिँ छुनु नहुने रहेछ। बुद्ध धर्म देशन गर्ने हो। अब त्यो धर्म चाहिँ अनि बुद्धदेखि कसरी भएको भन्नेको त्यसको विषयमा म अलिकति भन्न चाहन्छु। अहिले यहाँ तपाईँहरू यहाँ हेर्दै गर्नुहोस् है। अब यो चाहिँ मैले तपाईँहरूले भन्नु चाहेको चाहिँ बुद्ध धर्म यो सम्बोधन लेबीमा यो भन्छ सङ्गी छुकी छोरिम धर्फेल भन्छ। बुद्ध धर्म कसरी भएको र अहिले कसरी फैलाएको छ भनेको विषयमा पहिले भन्छु, त्यसपछि चार आर्य सत्यको विषयमा भन्ने हो। अब त्यो अहिले यो दुईमा अनि पहिला चाहिँ बुद्ध धर्म कसरी भएको भनेको विषयमा छोटकरीमा भन्ने हो। तपाईँहरू मैले यहाँ प्रोजेक्टर त्यहाँ हेर्नुहोस् भन्ने तपाईँ त्यहाँहरू हेर्नुहोस् ल। अब यहाँ छ बुद्ध शाक्यमुनिको अनि बुद्ध शाक्यमुनिको 12 लीला भन्ने छ। एउटा चाहिँ बुद्ध शाक्यमुनि अनि पहिला त्यो के अरे देवाको भूमि गाङ्देन भन्ने एउटा छ टुसितादेखि अनि हाम्रो यो जम्बूद्वीपमा प्रवेश भएको हो। त्यो चाहिँ पहिलाको लीला हो। अनि त्यसपछि दोस्रो लीलामा अनि बुद्ध एउटा हात्ती सेतो हात्तीको रूपमा अनि माया देवीमा अनि आउनु भएको। त्यसपछि अनि लुम्बिनीमा चाहिँ जन्म हुनुभएको। हेर्दै गर्नुहोस् है, लुम्बिनीमा जन्म हुनुभएको। त्यसपछि उहाँले यो आधुनिक शिक्षाहरू उहाँले पढ्नु भएको, त्यसको ज्ञानहरू प्राप्त भएको लीला देखाउनु भयो। त्यसपछि अनि उहाँले चुमुखोर्को रूपमा जेब भनेर चाहिँ गृहस्थीको अनि यो देखाउनु भएको। अनि त्यसपछि अनि उहाँले उहाँको मनको भित्र चाहिँ बैरागी अनि उत्पन्न भएको हो। त्यो कारण चाहिँ के हो भनेदेखि उहाँले अनि केवी दुङ्गल, गवी दुङ्गल, नवी दुङ्गल, छिवी दुङ्गल भनेर 4 प्रकारको दुःखहरू उहाँले देख्नु भएको हो। त्यसमा चाहिँ जन्मको दुःख, त्यहाँदेखि बुढा हुनेको दुःख, अनि बिमार हुनेको दुःख, त्यहाँदेखि अन्तिममा अनि मृत्यु भएको अनि मृत्यु दुःख, त्योहरू सबै उहाँले अनि जानकार भएर अनि उहाँको मनमा बैरागी यो संसारमा म यो संसारदेखि अनि म मुक्ति हुने चाहेको छ, म यो संसारको दुःखदेखि मुक्ति चाहेको छ। म मात्र होइन, सर्व प्राणीहरू सबै यो संसारको दुःखहरूदेखि मुक्ति हुनु पर्यो। त्यसको मार्ग चाहिँ मैले खोज्नु पर्यो भनेर अनि उहाँले चाहिँ कपालहरू सबै काटेर चाहिँ अनि उहाँ भिक्षु हुनुभएको हो। त्यसपछि 6 वर्ष तपस्या, कठोर तपस्या उहाँले बस्नुभयो। त्यसपछि अनि उहाँ अनि तपस्या गरेर भने अनि त्यो मार्ग चाहिँ प्राप्त भएन। अब उहाँले भन्यो यो जान भने चाहिँ नभएदेखि यो धर्म पनि राम्रो गर्नु नसक्ने रहेछ भनेर उहाँले खिरहरू खानुभयो। त्यसपछि उहाँले अनि अन्तिममा फेरि तपस्यामा बसेर, त्यो पनि भारतका अनि
बुध गाया भन्ने त्यसमा बोधिको त्यो छ वृक्ष त्यसमा चाहिँ उहाँले बस्नुभयो अनि अन्तिममा उहाँ चाहिँ बुद्धता प्राप्त भयो। बुद्धता प्राप्त भएको पछि अनि उहाँले सारनाथ बनारस सारनाथमा चाहिँ 4 आर्य सत्यको विषयमा धर्म देशना गर्नुभयो। अब यसको फोटो चाहिँ यो हो। अब यो धर्म चाहिँ अनि यसपाल मैले तपाईहरु सबैलाई यसको शिक्षा चाहिँ दिने हो। बुद्ध शाक्यमुनिले 5 प्रकारको अनि 5 शिष्यहरूलाई अनि त्यो यो 4 आर्य सत्यको विषयमा धर्म जो दिएको छ त्यो चाहिँ यसपाल तपाईहरुलाई त्यो गर्ने हो। त्यसपछि अनि उहाँले अनि के रे राजगिरमा धर्मदेशन गर्नुभयो। अनि त्यसै गरेर उहाँले याङबाछे भन्ने त्यसमा खरसा वैशाली भन्ने भूमिमा चाहिँ धर्मदेशन गर्नुभयो। त्यसपछि चाचोकढोङ भन्ने त्यसमा उहाँ निर्वाण प्राप्त कुशलनगरमा निर्वाण प्राप्त भएको हो। यहाँसम्म चाहिँ बुद्ध शाक्यमुनिको बुद्ध लीलाहरू त्यो यो हो। अब बुद्धले धर्मदेशन गर्ने चाहिँ त्यो के भन्छ खर्सा के दिन खर्सा भाषा चाहिँ 2 प्रकारको भाषामा धर्मदेशन गरेको। एउटा चाहिँ पाली भाषा एउटा चाहिँ संस्कृत भाषामा भन्नुभएको हो। उहाँले भनेको धर्ममा चाहिँ अनि 3 प्रकारको धर्म छ। थेरावाद धर्म, महायान धर्म अनि वज्रयान धर्म भनेर 3 प्रकारको धर्महरू छ। अब त्यो धर्महरू बुद्धले दिनुभयो। तर बुद्ध उहाँ निर्वाण प्राप्त भएको पछि अनि त्यो धर्महरू चाहिँ यो संसारमा जम्बुद्दिनमा कसरी बस्नुभयो कसरी रहनुभयो भनेदेखि त्यसमा नालन्दा भन्ने एउटा विश्वविद्यालय भएको छ। त्यसमा चाहिँ नालन्दा 17 पण्डितहरू भएको छ। त्यो लगायत पण्डित त धेरै भएको छ तर मूल अनि 17 पण्डितहरू उहाँहरूले त्यो धर्मलाई संरक्षण गरेर धर्मलाई पढेर धर्मलाई अध्ययन गरेर ध्यान आवेश गरेर धर्मलाई संरक्षण र बचाउनु भयो। त्योहरू चाहिँ यहाँ नालन्दा गुरुहरूको फोटो चाहिँ यो हो। अनि त्यसपछि अनि बुद्ध धर्म चाहिँ हुनु त यो जम्बुद्दिनमा बुद्ध धर्महरू धेरै अनि फैलाएको छ। त्यो श्रीलङ्कादेखि लिएर अनि त्यो थाइल्यान्डदेखि लिएर त्यहाँ धेरै फैलाएको छ। तर हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म चाहिँ कसरी भएको भनेदेखि बुद्धको धर्म चाहिँ अनि 7 र 8 शताब्दीमा अनि बुद्ध धर्म इन्डियादेखि भारतदेखि अनि तिब्बतमा पुगेको हो। त्यो तिब्बतमा पुग्नु सक्ने कृपा चाहिँ सबभन्दा ठुलो कसले गर्नुभयो भने अवलोकितेश्वर चेरेसीले गर्नुभएको हो। त्यो कारणले अहिले तिब्बती होस् हामी हिमालयन क्षेत्रमा भएको तामाङदेखि लिएर जो सबैले ओम भनेपेमो धेरै गर्ने कारण चाहिँ हामी चाहिँ यो अवलोकितेश्वर अनि करुणा देवसँग धेरै हामी मिलेको छ सम्पर्क भएको छ। त्यसरी गरेर हामी मानेहरू धेरै छन्। त्यसको कारणले यो थुचिछेबो चटोङ चेटोङ भन्ने यो अवलोकितेश्वर हो। अनि अवलोकितेश्वरको कृपाले अनि तिब्बतमा बुद्ध धर्म चाहिँ फैलाएको हो। अनि त्यो बेलामा राजा चाहिँ धर्म राजा कुन भएको छ भनेदेखि उहाँ 3टा हो। एउटा चाहिँ सोङदेन गम्बो भन्छ, त्यहाँ ठिसुङ देचेन ठिटेल भनेर 3 राजा उहाँ 3टै अनि धर्मराज भन्छ। उहाँ 3टाको बेलामा
तिब्बतमा धेरै बौद्ध धर्म चाहिँ फैलाएको हो। त्यो चाहिँ यो चाहिँ फोटाङ पोदला भन्छ। यो सोमजन गम्बको बस्नु ठाउँ, उहाँको राजदरबार। अनि त्यसपछि अब तिब्बतमा अनि धर्म कसरी फैलायो भने सोमजन गम्बको बेलामा अनि यहाँ छ नि गुरु रुबुछे अनि खेन्जी शिवाछो ठिसोङदेजे राजा धर्मराज ठिसोङदेजे उहाँ तिनीहरूको कारणले अनि तिब्बतमा चाहिँ पहिलोचोटि धर्म धेरै फैलाएको हो। त्यो चाहिँ nganggur nyingmako धर्म भन्छ। त्यो nganggur nyingmako धर्म पनि धेरै धर्म राम्रो शुद्ध धर्म अलि त्यसो जुम यसरी यहाँ छ नि लोबे पेमन जुम्ने उहाँको कृपाले तिब्बतमा निङ्माको धर्म फैलाएको। निङ्माको धर्म भने धेरै शुद्ध धर्म, धेरै सम्यक धर्म। यो धर्मद्वारा चाहिँ बुद्धता प्राप्त भएको, महासिद्धि भएको, त्यस्तो धेरै भएको छ। त्यो कारणले निङ्माको धर्मले पनि हामीले आदर सम्मान राख्नुपर्छ, मान्नुपर्छ। सक्यो भने अनि उहाँ त्यो धर्महरू पनि आफैले ध्यान अभ्यास गर्नुपर्छ। म आफै पनि स्वयं आफै पनि निङ्माको 4 गुरु थापेर मैले त्यो धर्मदेशनाहरू निङ्माको धर्महरू पनि मैले प्राप्त भएको छ। अब त्यसपछि यो चाहिँ nganggur निङ्मा भन्छ। अब यतापट्टि यो छ यहाँ छ नि उहाँले चाहिँ छोज बन्दै अतिशा त्यहाँदेखि डोम्दै गेवे जुने भनेर अनि लोसावा उहाँ तिनवटादेखि चाहिँ फेरि तिब्बतमा अनि यो कदम निङ्माको धर्म चाहिँ फैलाएको हो। कदम निङ्माको धर्म पनि सूत्र तन्त्र दुईटै भएको बुद्धता प्राप्त गर्न सक्ने सम्यक धर्म हो। अहिले पनि कदमको धर्महरू ध्यान अभ्यास गरेर अनि महासिद्धि भएको, बुद्ध भएको धेरै भएको छ। अब यतापट्टि एउटा छ यो चाहिँ अनि यो हाम्रो यो तिब्बतमा कैक्यु परम्परा भन्ने धर्म छ। त्यो कैक्यु परम्परा भन्ने धर्म चाहिँ यहाँदेखि भएको हो। उहाँ चाहिँ मार्पल लोचावा भन्छ। त्यसको मुनि चाहिँ जिजु मेला रेपा, उतापट्टि चाहिँ ठाकुरलाचे। त्यहाँदेखि कैक्युको परम्परा धर्म भएको, त्यो पनि सम्यक शुद्ध धर्म। त्यो कैक्युको धर्मद्वारा अनि महासिद्धि, महापुरुष बुद्ध भएको धेरै छ, बुद्धत्व प्राप्त भएको। अब त्यसपछि चाहिँ अनि यहाँ यो चाहिँ शाक्य, फेरि हाम्रो तिब्बत र हिमालयन क्षेत्रमा शाक्य परम्पराको धर्म छ। त्योहरू चाहिँ अहिले यहाँ छ नि शाक्यको हुनु चाहिँ खोङमाङमा भन्छ। खोङमाङमा शाक्य छिम्बोदेखि लिएर खोङमाङमा भन्छ। त्यो खोङमाङमादेखि भएको शाक्यको धर्म भने धेरै राम्रो हो, धेरै सम्यक। शाक्य धर्मदेखि अनि महासिद्धि र बुद्धता प्राप्त भएको धेरै नै भएको छ। मैले पनि कैक्युको गुरु 4वटा गुरु थापेर कैक्युको धर्महरू सबै प्राप्त गरेँ। शाक्यको 4वटा गुरु थापेर पनि धर्महरू चाहिँ प्राप्त गरेँ। त्यो कारणले अहिले यो निङ्मा, कैक्यु, शाक्यहरू सबै धर्म धेरै राम्रो। हामीले त्यो धर्महरूलाई पनि आदर सम्मान राख्ने, त्यो शिक्षा ज्ञान लियो भने आफैले पनि फाइदा हुने हो। अब त्यसपछि अनि यहाँ अब फेरि हाम्रो परम्परामा गिलुपाको परम्परा भन्ने छ। त्यो गिलुपाको परम्परा चाहिँ कसरी भएको भने जे याप्से सुम ग्यावा याप्से गा त्यहाँदेखि भएको हो। जे याप्से सुम भन्नेमा यो बीजको चाहिँ
जे चोखापा छिम्बो भन्छ अनि यो यतापट्टि चाहिँ खिटुरुको चाहिँ उतापट्टि चाहिँ यतापट्टि चाहिँ घेसोरुको चाहिँ उतापट्टि चाहिँ खिटुरुको छ त्यहाँदेखि गिलुप्पाको धर्महरू भएको गिलुप्पा धर्म पनि सम्यक धर्म शुद्ध धर्म त्यो धर्मद्वारा महासिद्धि भएको अनि बुद्धता प्राप्त भएको धेरै नै भएको छ अब मूल चाहिँ त्यो 5वटा हो ग्युपाङ्गा भनेर 5वटा त्यो मूल हो त्यहाँदेखि अरूहरू पनि छ अब सागामा अनि त्यो अरूहरू पनि छ अहिले चाहिँ मैले चाहिँ यहाँसम्म चाहिँ भनेको अब यहाँसम्म हाम्रो यो धर्म चाहिँ बुद्ध शाक्यमुनिदेखि अनि तिब्बतमा कसरी भएको त्यहाँदेखि हिमालयन क्षेत्रमा धर्महरू कसरी भएको भने चाहिँ त्यो हो अब त्यसपछि अब मैले यो फोटो चाहिँ मैले धेरै महत्त्वपूर्ण चाहिँ विचार सम्झिएको छु किनभनेदेखि तिब्बतमा धर्म भएको हो हिमालयनतिर पनि धर्म भएको हो तर 1959 मा अनि तिब्बतमा भएको धर्मलाई धेरै बाधा भएको छ त्यो बेलामा धर्मै तिब्बतको हिमालयन क्षेत्रको धर्मै नष्ट हुने त्यस्तो समयमा पुगेको थियो त्यो बेलामा तिब्बतबाट भागेर आएको महागुरु यो भित्र श्री दलाई लामाजी भनेर सबै धर्मको सबभन्दा ठुलो गुरु उहाँ हो श्री दलाई लामाजी निङमा कग्यु साके गिरुक सबैले मान्ने अब तिब्बतमा सबभन्दा ठुलो तिब्बती गुरुमा उहाँ हो अब त्यसको मुनि अनि यहाँ साक्याको अनि साक्या कुमारहरू छ भने यहीँ छ साक्याको धर्मलाई संरक्षण गर्ने खास उहाँले गरेको हो अनि ग्यावाकर्मापाहरूको चाहिँ यहाँ छ ग्यावाकर्मापाले कग्युको धर्मलाई धेरै संरक्षण गर्नुभयो अनि यहाँ दुन्जुङ रुम्बुचे छ उहाँले निङमाको धर्मलाई धेरै संरक्षण गर्नुभयो यस्तो समयमा अनि बुद्ध धर्म यो तिब्बतको धर्म हिमालयन क्षेत्रको धर्म चाहिँ नष्ट नभएर बचाउने अनि त्यो मूल अनि त्यसको जिम्मा लिने उहाँ गुरुहरू अब यसको पछाडि अनि लामा टुल्गुवाहरू खेम्बुवाहरू गेसियाहरू एक से एक अनि महान गुरुहरू चाहिँ छ यसो गरेर उहाँहरू धेरै ठुलो कृपा उहाँहरूले धेरै दुःख गरेको छ यो चाहिँ हो अब यसरी गरेर अहिले यहाँसम्म मैले के भन्छ भने बुद्ध धर्म चाहिँ यसरी भएको हो अब अहिले बुद्ध धर्म चाहिँ हाम्रो यो तिब्बत र अनि हिमालयन क्षेत्रमा त नभएर र त्यो थाइल्यान्ड र श्रीलङ्का कम्बोडिया अनि त्यो के अरे भियतनाम अनि जापान अनि कोरिया त्यो मात्र नभएर जम्बुद्वीपमा अनि बुद्ध धर्म चाहिँ फैलाउन सक्ने त्यस्तो चाहिँ भएको हो त्यसो कारणले अहिले हामी सबैले थाहा हुनुपर्ने अहिलेको समयमा जम्बुद्वीपमा धर्ममा अनि हुनु त 300 प्रकारको धर्म छ सुन्नुहोस् है 300 प्रकारको धर्म छ तर त्यो धर्ममा चाहिँ सबभन्दा ठुलो सिद्धान्त भएको अनि धर्म चाहिँ अनि 6वटा छ 6वटा है अनि यो भारत भन्ने त्यस्तो अनि त्यसमा भएको अनि हिन्दू धर्म अनि खसा चिर्बोहदेला महावीरको धर्म अनि बौद्ध धर्म त्यो 3टा हो अनि इस्लामिक देशमा भएको इस्लामिक धर्म छ फेरि युरोप र अमेरिकातिर भएको यीशु धर्म क्रिस्चियन धर्म भन्ने चाहिँ त्यो छ अनि त्यो के अरे जुडिजम भन्ने एउटा धर्म छ अनि सिख भन्ने एउटा धर्म छ यसरी गरेर 6-7वटा धर्म चाहिँ अहिले यो जम्बुद्वीपमा अनि ठुलो धर्म चाहिँ त्यो हो त्यसमा एउटा चाहिँ बुद्ध धर्म हो भनेर चाहिँ भन्न चाहन्छु अब बुद्ध धर्म र अबौद्ध धर्मको बीचमा फरक के छ
पहिला मिलेको के छ न फरक के छ। मिलेको चाहिँ के छ भनेदेखि सबै धर्मले मूलमा के भन्छ भनेदेखि माया र दया भने चाहिँ महत्त्वपूर्ण हो। त्यसलाई सबैले ध्यान दिनुपर्छ, त्यसलाई ध्यान अभ्यास गर्नुपर्छ, भावना गर्नुपर्छ भन्ने चाहिँ सबै धर्ममा चाहिँ छ, बौद्ध होस् अबौद्ध होस्। अनि त्यस्तै गरेर शीलमा बस्नुपर्छ भन्ने कुरा पनि सबैमा छ, शीलमा बस्नुपर्छ भन्ने। अनि त्यो सँगै पुण्य कमाउनुपर्छ भन्ने कुराहरू पनि सबैमा छ। अनि आफ्नो त्यो शरणीयहरूलाई अनि आस्था गर्नुपर्छ भन्ने कुरा पनि सबैमा छ। अनि पढ्नुपर्छ, सुन्नुपर्छ, चिन्तन गर्नुपर्छ, अभ्यास गर्नुपर्छ भन्ने त्यस्तो कुराहरू पनि सबैमा छ। त्यो मात्र नभएर त्रिशिक्षाको कुरा त्यो पनि सबैमा छ। यसरी गर्दाखेरि सबै धर्म मिल्ने सक्ने अनि सबै धर्मले एउटै महत्त्वपूर्ण गरेर भन्ने त्यो पनि त्योहरू हो। त्यसो कारणले मैले पहिले पनि भनेको थियो, आज पनि तपाईँहरूले भन्न चाहन्छु, हामी यो जम्बुद्वीपमा अब जन्म लिएर मर्नेसम्म बस्नुपर्छ। त्यो बेलामा हामी एउटा सामाजिक भएको कारणले हामी सबै सँगै बस्नुपर्छ। हिन्दू होस्, बुद्धिस्ट होस्, इस्लामिक होस्, यीशु होस्, जो होस्, सबै सँगै बस्नुपर्छ। त्यो कारणले सबै हामी सँगै बस्नु बेलामा चाहिँ मिलजुल गरेर मिलेर बस्नुपर्छ। त्यो कारणले अनि सबैहरू वापसमा माया दया गरेर वापसमा एउटाले अरूलाई फाइदा गरेर त्यो राम्रो सोच राम्रो व्यवहारदेखि हामी बस्नुपर्छ। यो धर्मको नामदेखि जुट्ने, धर्मको नामदेखि अनि के भन्छ सामाजिकमा धेरै प्रब्लम, दुःख बनाउने, कष्ट बनाउने त्यस्तो गर्नु हुँदैन भनेर चाहिँ भन्न चाहन्छु। त्यसो कारणले एउटा हेर्ने तरिका एउटा एकदेखि हेऱ्यो भने धर्महरू सबै मिलेको हो। तर भने यदि धर्महरू सबै मिलेको हो भनेदेखि धर्महरूले केही फरक छैन भनेदेखि अनि बुद्ध शाक्यमुनिको अगाडि धर्महरू र बुद्ध शाक्यमुनिको धर्म चाहिँ सबै एउटै हो भनेदेखि बुद्ध शाक्यमुनिले नयाँ धर्म दिनै पर्दैन, पुरानो धर्म त्यसले फाइदा हुन्छ। तर बुद्ध शाक्यमुनिले नयाँ धर्म दिनु कारण चाहिँ के हो भनेदेखि बुद्ध धर्म र अबौद्ध धर्ममा अलिकति फरक पनि छ भनेर थाहा हुनुपर्छ। आज यसमा पनि लेखेको छ किताबमा। अब फरक चाहिँ कहाँ भएको हो, मिलेको चाहिँ थाहा भयो, यो विषयमा चाहिँ मिलेको छ, माया दयाको विषयदेखि लिएर मिलेको छ। अब नमिलेको र फरक चाहिँ कहाँ भएको भनेदेखि सिद्धान्तमा भएको, सिद्धान्तमा चाहिँ मिल्दैन। कसरी मिल्दैन भनेदेखि अरू धर्ममा यो के अरे महावीर धर्म चाहिँ छोडेर अरू धर्महरू सबै हिन्दू होस्, क्रिस्चियन होस्, इस्लामिक होस्, उहाँहरू सबैले के मान्छ भनेदेखि अनि खस्ता झिक्दिनको सृष्टिकर्ता भन्ने चाहिँ मान्छ। यो सृष्टिहरू सबै सृष्टिकर्ताले बनाएको हो भने चाहिँ मान्छ। तर बुद्ध धर्म र महावीर धर्मले चाहिँ सृष्टिकर्म भन्ने चाहिँ महावीर रे चिर्पुवा उहाँ दुईवटाको धर्मले सृष्टिकर्ता भन्ने चाहिँ मान्दैन। त्यो यो सबै कसरी भएको हो भनेदेखि प्रतीत समुपातद्वारा यो अनि भएको हो भनेर चाहिँ सिद्धान्त अलग्गै छ। अब त्यस कारणले महावीर धर्म र बुद्ध धर्म चाहिँ अरू धर्मभन्दा अलग चाहिँ यसरी भयो। अब महावीर धर्म र बुद्ध धर्म त्यो दुईमा के फरक छ भनेदेखि महावीर धर्मले
सृष्टिकर्ता छैन भनेको त मान्छ, तर पनि उहाँले आत्मा छ भनेर मान्छ है। आत्मा भन्ने चाहिँ छ भनेर मान्छ। तर बुद्ध धर्ममा के भन्छ, त्यो आत्मा पनि छैन भन्छ। मन छ, आत्मा छैन। म छ, आत्मा छैन। म आत्मा होइन, मन आत्मा होइन भनेर सिद्धान्त चाहिँ अलग्गै बन्नुभएको छ। त्यो कसरी भएको भनेदेखि म तपाईँ भन्ने त्योहरू सबै एउटा फुङबुङमा पनि भन्छ, शरीर र मनद्वारा खर्साकी तोपला शरीर र सङ्गम मरे शरीर र मनद्वारा मनले अनि म तिमी तपाईँ यो हो भनेर राखेको हो भन्छ। म अहिले तुरुन्त के भन्छ सजिलो एउटा उदाहरण भन्यो भनेदेखि मैले अहिले यहाँ किताब हातमा राखेको छ नि, त्यो पहिलाचोटि कागजहरू यसरी गरेर बाँधेर राख्नु बेलामा किताब भन्ने शब्दै छैन। अब मान्छेहरूले ल कागजहरू सबै यसरी गर्यो, अब यो लेखेको सबै भयो, अब यसले के नाम राख्ने भनेदेखि ल किताब भनेर नाम राख्नु भनेर किताब राख्यो। त्यसपछि हामी सबैले यो किताब भनेर भनेको। अब उदाहरण एउटा, तपाईँहरू बच्चाहरू हेर्नुहोस् त, म गुरु हो नि, मलाई पनि भन्छ रहेछ नि, आज मलाई बच्चा एउटा आयो, उसको नाम छैन, उहाँले के नाम दिऊ भन्छ नि। अब नाम नदिएको अगाडि त उसलाई टसी भन्दैन, पाण्डे भन्दैन, तेन्जिङ भन्दैन, टुडु भन्दैन, रमेश भन्दैन, कृष्ण के भन्छ त्यस्तो केही भन्दैन नि। अब गुरु कहाँ गएर चाहिँ अनि उहाँलाई ल बच्चा यसलाई चाहिँ टसी टुडु भनिदिऊ भनेर नाम राख्यो। त्यसपछि आमाले बाले यो टसी टुडु भन्छ। अनि पछि बाहिरदेखि मान्छे आउँदाखेरि तपाईँको बच्चा खोइ भने अनि तपाईँले भन्छ मेरो बच्चा टसी टुडु हो भन्छ नि। त्यस्तो भन्दै सबैले यो टसी टुडु भनेर भन्छ। त्यसो कारणले सबै चिजहरू सबै आफ्नो एउटा याला खरे आँका याना दक्षी खरे त्यो द्वारा चाहिँ राखेको हो। त्यसो कारणले यो बुद्धले के भन्छ भनेदेखि सर्व वस्तुहरू स्वतन्त्र रूपले छैन, त्योहरू सबै प्रतित समुपादद्वारा भएको हो भनेर चाहिँ भन्नुहुन्छ। त्यसो कारणले सर्व वस्तुहरू स्वतन्त्र रूपले छैन भन्ने त्यो सिद्धान्त चाहिँ बुद्धको सिद्धान्त भएको। त्यो अरू धर्ममा त्यो सिद्धान्त चाहिँ भन्नुभएको छैन हो। त्यसरी गरेर बुद्ध धर्म भने चाहिँ अरू धर्मभन्दा अलग्गै हो भनेको कारण चाहिँ सिद्धान्तद्वारा चाहिँ अनि हामीले भन्छ है। अब त्यसमा धेरै कुराहरू छ, त्यो पछि आउँछ। अब यहाँसम्म चाहिँ मैले अनि के भनेको छ भने यो जम्बुद्वीपमा बुद्ध धर्म कसरी भएको, बुद्ध धर्म चाहिँ अरू धर्मभन्दा फरक कसरी भएको भनेको विषयमा चाहिँ ज्ञान शिक्षा दिइसके। अब हामी त्यसमा जाउँ, 4 आर्य सत्यको विषयमा चाहिँ भन्न चाहन्छु। अब यहाँ फोटो फेरि एकचोटि तपाईँहरू हेर्नुहोस्। बुद्ध शाक्यमुनिले अब हुनु त मैले पहिला तपाईँहरूलाई अनुरोध गरेको थियो, यदि तपाईँहरू बुद्धको विषयमा जानकार चाहियो भने बुद्ध सिरियल भन्ने फिल्म छ नि 54 कि त्यो छ, त्यो चाहिँ हेर्नुपर्छ। पहिला म यहाँ आउँदाखेरि सबैले हेरिदिएको थिएँ। त्यसमा बुद्ध शाक्यमुनिको हिस्टोरी भन्छ नि सबै गरेर धेरै राम्रो छ होइन। अब त्यसमा बुद्धले अनि बुद्ध किन अनि भिक्षु भएको हो, किन बुद्ध यसरी त्यो राजदरबार आफ्नो त्यो अनि सबै छोडेर आमादेखि लिएर सबै छोडेर किन गएको हो भनेको कारण चाहिँ के हो भनेदेखि त्यो बुद्ध सिरियलमा पनि भनेको छ अनि किताबमा पनि लेखेको छ। उहाँले यस्तो गर्ने कारण चाहिँ उहाँ स्वयं मात्रको लागि नभएर सर्व प्राणीहरूलाई
दुःखदेखि मुक्ति हुनु पर्यो भने त्यो सोच महाकरुणा सोचले अनि उहाँले सर्वप्राणीहरू दुःखदेखि मुक्ति हुनुको लागि केही मार्ग छ होला त्यो मार्ग चाहिँ म खोज तलास गर्नु पर्यो भनेर अनि दरबार सबै छोडेर उहाँ जानुभयो। धेरै उहाँले कष्ट धेरै लियो। त्यस्तो गर्दै गएर अनि अन्तिममा एकमा त उहाँले धेरै गुरुहरूदेखि धर्मदेशनाहरू सुन्नुभयो तर उहाँको प्राज्ञाद्वारा विवेकद्वारा यसरी के भन्छ सिमजुक सेते अनुसन्धान गर्नु बेलामा चाहिँ त्यहाँ केही न केही नमिलेको चाहिँ उहाँले देख्यो। पछि उहाँ स्वयं आफैले यो के अरे शील शिक्षामा बसेर अनि समाधि शिक्षा र प्रज्ञा शिक्षा दुईटै प्रयोग गरेर भावना गर्दै 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 गएर अनि अन्तिममा निर्वाण मोक्ष भने चाहिँ दुःखदेखि मुक्ति भएको निर्वाण मोक्ष भन्ने ज्ञान चाहिँ प्राप्त भयो उहाँले अन्तिममा। त्यो भएर यो चाहिँ हामी सबैले चाहेको चाहिँ मोक्ष निर्वाण भनौँ अब जोस यो दुःखदेखि मुक्ति पाएको परम सुख दुःखदेखि मुक्ति पाएको परम सुख चाहिँ यस्तो रहेछ। त्यो परम सुख प्राप्त हुनुको लागि मार्ग चाहिँ यो रहेछ भनेर चाहिँ अन्तिममा उहाँले मार्ग चाहिँ प्राप्त भयो। त्यो भएर अनि उहाँले अनि यो मार्ग चाहिँ म सबैलाई यो ज्ञान चाहिँ म सबैले दिनु चाहन्छु भनेर अनि उहाँले अनि धर्मदेशन धेरै गरेको हो। त्यसो कारणले अब उहाँले यसरी ध्यान गरेर प्राप्त भएको परम सुख त्यो ज्ञान चाहिँ उहाँले प्राप्त भएको हो नि। अब त्यो कसरी भएको हो भनेदेखि 4 आर्य सत्यद्वारा चाहिँ भएको हो। त्यसो कारणले बुद्धको मूल धर्मदेशना के हो भनेदेखि 4 आर्य सत्य भने त्यो जो व्यक्तिले 4 आर्य सत्य जानकार भयो भने त्यसले बुद्ध धर्म जानकार भएको हो। जो व्यक्तिले 4 आर्य सत्यको विषयमा जानकार छैन त्यसको ज्ञान छैन भनेदेखि उहाँले बुद्ध धर्मको ज्ञान छैन। बुद्ध धर्मको ज्ञान छ कि छैन भन्ने चाहिँ 4 आर्य सत्यको ज्ञान छ कि छैन त्यसमा हेर्नुपर्छ। बुझे? अब हामी त बुद्ध धर्म भनेदेखि त ढ्याङ्ग्रो ठोक्ने र पूजा गर्ने र त्यसमा मात्रै जान्छ नि, त्यो होइन। तपाईँले बुद्ध सिरियल हेर्ने बेलामा बुद्ध शाक्यमुनिले ढ्याङ्ग्रो ठेक्यो हेऱ्यो, देखेन नि है। बुद्धले यसरी त्रिशिक्षाद्वारा चाहिँ त्रिशिक्षा र 4 आर्य सत्यको द्वारा अनि उहाँ बुद्ध भएको चाहिँ देखाउँछ नि। त्यो कारणले आज यो बेलामा सबैले 4 आर्य सत्यको विषयमा थाहा हुनुपर्छ। अब त्यसमा पहिला बुद्ध स्वयंले 4 आर्य सत्यको विषयमा भन्नुभएको धर्म छ, त्यो कङ्ग्युरको भित्र छ। त्यो कङ्ग्युरमा भित्र भएको त्यो चाहिँ मैले यो किताबमा राखेको छ। पहिला यसको आगम चाहिँ सबैले दिन्छु है। आज तपाईँहरूले बुद्ध शाक्यमुनिको 4 आर्य सत्यको धर्मको आगम चाहिँ आज प्राप्त हुन्छ। अब म अहिले यो पहिला लुङ दिन्छु आगम चाहिँ। मसान्जेमेजेर बलजे मजेले गरलुमोने सुसुरालेजी जुगा तुलुङेबु न छाजेलो नमो लैगे लालो दाने जेगे दुबुदामेगे लालो वाबुयरामाजे द 탐제 깨고 나기 최대로 최기 콜로라도 거에 도슈소 갸 가르게도 धर्म चक्र प्रावर्तन सूत्र भेके도 최기 콜로라도 거에 도 파바 군조 숨라게 베자제로 디게다게 되바디 제나 좀데 유와라나세 장소와리다 이교베네나 쇼소 되네 좀데네게 결혼하되나 베네 카세바 결혼다라도 종화 타니보디를 내버 비자고 강소다들
대바남다 대바나 셴바네 미리 바다 메버교로 수수에게오 남네 대 내가 되는 강수다 류도바다 제베 눈에 막바를 잡아마이 바남게 대 내가 되는 결혼다 딘남네 타니게 타데 대가죽을 미자고 대신 시험 거서 상게네 후면남디 송소 매 잡아다 이시 잡아다 누가 잡아다 야다고 것도 주가 야매레 대바라 야다고 주고 결혼다 뒤지를 거서 상게네 송배 후면남 강셰나 매 잡아다 이시 잡아다 누가 잡아다 야다고 것도 주가다 야말레도 야다고 주고 후면남네 파베라마 야나게 개보데네 유다데 야다베 다와 야다베 도와 야다베 마 야다베 레게 다 야다베 소와다 야다베 소와다 야다베 잡아다 야다베 띵게젠도 우메람데 야디 셰바 모바조 상게네 송소 믹 잡아다 이시 잡아다 모바 잡아다 야다베 공도 잡아다 양에레 데바다 야다베 주고 디앙게로다 동바베 데바데 기르 동에다 가베 동에다 나베 동에다 치베 동에다 미도바다 제베 동에다 두바다 제베 동에다 미도 살데 메게베 두바 강데바 살데 마게베 마니에바데 야도 마바도 도나냐발이 부모마도 메로 디앙게로 나도메 구조바베 데바데 강세바 중화제 나 가베 자라데바 대라 대라 마바가바네 데다데 데베세바다 코나 세바다 코나 자바다 세보 디앙게로 나도메 고바베 데바데 강시 디신 디신 세바 말고도 데자다 자바도 고바도 와다 소소를 유르마다 저와다 저와라 쇼바베바오 디앙게로다 도예 고버도 람파베 데바오 디아 파베 람야라 게바데 디다데 야나베 다와나 야나베 도바다 야나베 하다 야나베 레게 다다 야나베 소와다 야나베 소와다 야나베 잡바다 야나베 팅엔젠도 게론다 데네 도바베 데바데 나르체 마데 발라 미게바다 이제게바다 Shera Keba, da Riba Keba, da Nawa Keba, de Yadon, Babade, de Yonso, Jabajo, Narche, Matu Bala, Mikeba, Ishigeba, Shera Keba, Riba Keba, Nawa Keba, Dene Gojo, Babe, de Bade, Gelon, Dene, Narche, Madu, Mikeba, Ishigeba, Shera Keba, da Riba Keba, Nawa Keba, de Yadon, Gojo, Babe, de Bade, de Mojo. 게론다 데네 최마도가 메케바다 이시케바다 셰라게바다 리바게바다 나와게바오 데네 동행고바 파베 데바데 게론다 데네 마르체 마도가 메케바다 이시케바다 셰르케바다 리바게바다 나와게바오 데야 동행고바 파베 데바데 무슨다 자오 게론다 데네 마르체 마도가 메케바다 이시케바다 셰르케바다 리바게바다 Ribakewa다, Nokewawo, Dene, Dungewo, Farabove, Lampave, Debavo, Geronda, Dene, Marchema, Devana, Mikevada, Yigevada, Shrekevada, Ribakewa, Nokewawo, Deyan, Dungewo, Farabove, Lampave, Debade, Gubajavo, Geronda, Dene, Marchema, Devana, Mikevada, Yigevada, Shirakevada, Ribakevada, Nokewawo, Dene, Dungewo, Babe, Dembade, Geroda, Dene, Marchema, Devana, Mikevada, Yigevada, Shirakevada, Ribakevada, Nokewawo, Deyan, Dungewo, Babe, Debade, Musundo, Chao, Geronda, Dene, Marchema, Devana, Mikevada. 이시게바다 셰레게바다 리베게바다 노아게바오 데네 동안고 바르토레 람파페 데보 게로다 데네 마르체 마도아 메게바다 이시게바다 셰레게바다 리베게바다 노아게보 데야 동예고 버르 람바베 데바데 고바자오 게로다 데네 마르체 마도아 메게바다 이시게바다 셰레게바다 리베게바다 노아게보 게로데 다르시에바 남바시보 데네 파베 데보 데다레 순도 데데 남바주니에보 제데교바나 이시 도와주는 나라가 예로 개로다 나쁜데 타도 제외 지대나 되다 제바 삼바나 제바나 개종나 제바나 개유나 오다 하다 메제바 남레 라나메 바야도 버저 상계 셴메도 개로다 가야 되네 바베데 버시고데 다르네 숨도 되레 지대 하다 제바나 되다 제바나 삼바나 제바 개종나 제바나 개유나 오다 하라 메제바 남레 나르노 야도 조레 상계모모조 상계 소소로 도서 이제디야
다 통화 유마다 나를 너무 좋아다 다네 아마네 봐야 세바네 봐네 봐냐가에 대해서 좀 된데게 되게 제 가져보다 결혼하되 좀 된데게 숨바고 뭐라 가고 대다를 놓는 바데 선진에 찾아한데 뭐 본제 고전이 리보다 저번에 최기 미께서 가중세 근중에 최동전에 대법에 최예노 좀 된데게 최기 뭐라도 것이 권에 하에 사이 판단기 때문에 다자수 결혼함 개종 장세 파 늘 상방 지대 신수장 거를 메뉴가 되니 좀된데게 요구하라면서 장송후하다 되기 위해 내수쇼네 라나메베 주교로라도 고라고에 되는 사이에 하에 다들 자지리시에 파는 게 때문에 다자수 개종한 장세야 파 늘 상방 지대 신수장 거를 메뉴가 되니 좀된데게 요구하라면서 장송후와 장송후하다 되기 위해 내수쇼네 라나메베 주교로 마고와 고도 자지리시에 파는 게 때문에 다들 순주소순게 파는 게 때문에 다자수 개종한 장세야 파 늘 상방 지대도 신수경고와 메네와 되는 점된되기 요와라나세 중세 장성로와다 지다 기회에 소쇼네 라나메베 추교코로 마고와 골도 순주소순게 한남게 때문에 자퇴네 탑재게 한남게 때문에 다자수 개종한 장세야 파음되던 상방 지대도 신수경고와 메네와 되는 점된되기 요와라나세 장성로와다 지다 기회에 소쇼네 라나메베 추교코로 마고와 골도 탑재게 하는 게 때문에 자퇴네 다되게 하는 게 때문에 다자수 개조만 장세야 하다 뒤다 사바 지대도 신수경고와 메네와 되는 좀된되게 요와라나세 장성으로 와리다 기회에 내소쇼 라나메베 주교고로와 그도 가den게 하는 게 때문에 자퇴네 저게 하는 게 때문에 다자수 개조만 장세야 하다 뒤다 사바 지대도 신수경고와 메네와 되는 좀된되게 요와라나세 장성으로와다 지다 기회에 내소쇼네 라나메베 주교고로 하고 골도 저게 하는 게 때문에 자퇴네 상리게 하는 게 때문에 다자수 개종한 장세야 하오 내가 상방 지대도 신수경고 메네가 되네 좀된되게 요와라나세 장성으로와 리다기에 내소쇼네 라나메베 주교고로 대내 기지가 예상되라 상대지대에 봐도 자기 캡을 교도 대량지대에 강동다 주양당 유수 야다와도 유수 야다와도 내고 마요를 교 양전도 교 나와요 지대는 소대다를 교도 지대는 소대다를 교도 상대 죄를 받는 하나라게 내소소 대내야 정된되게 치료를 줘라 치료를 줘대 그 시베지 고단내야 그 시와는 게 고단내야 대제를 되는 사람들 고단내야 그 시고랑고단내야 시작되네 또 치료 걸로 도소소 야사마 तावारे चार आर्य सत्य को विषय में त्यसको धर्म बुद्ध स्वयंले भन्नुभएको त्यो आगमहरू सबै तपाईहरुले प्राप्त भइसक्यो। अब त्यसको व्याख्या गर्नुपर्छ। व्याख्या नगर्यो भनेदेखि आगम मात्रले त्यसको मतलब चाहिँ थाहा हुँदैन, बुझ्दैन। अब व्याख्या गर्दाखेरि अनि मैले यसरी भन्न चाहन्छु, पहिला चाहिँ अनि संक्षिप्त निर्देशन भन्छ, छोटकरीमा यसको व्याख्या गर्ने, त्यो चाहिँ संक्षिप्त निर्देशन भन्छ। दोस्रो व्याख्या चाहिँ के हो भनेदेखि विस्तृत व्याख्या भन्छ। विस्तृत व्याख्या भने चाहिँ अनि त्यसको व्याख्या चाहिँ बृहत रूपले गर्ने व्याख्या। तेस्रो चाहिँ के हो भनेदेखि संग्रहित अर्थ भन्छ। संग्रहित अर्थ भने चाहिँ अन्तिममा छोटकरीमा अघि बृहत रूपले भनेकोहरू अन्तिममा छोटकरीमा अनि यसो हो भनेर भन्ने। तिप्तिमा भन्छ दोर्तेमा गेबरसेवा थेन्दुवा भनेर तीनटा हुन्छ। अब त्यसमा दोर्तेमा भने संक्षिप्त निर्देशन
त्यो त्यो चाहिँ आज चाहिँ भन्ने हो। अब त्यसमा तपाईँहरू यहाँ हेर्नुहोस् है, पहिला तपाईँहरूले यहाँ ध्यान दिनु, यहाँ छ नि यो फोटोमा चाहिँ के छ भनेदेखि बुद्ध शाक्यमुनि छ। बुद्ध उहाँको दायाँ हातले यसरी गरेर यता यो चन्द्रमा र चिठी के छेउहरू लेखेको चाहिँ देखाउँछ रहेछ नि। यो चन्द्रमाले के देखाउँछ भनेदेखि दुःखदेखि मुक्ति भएको परम सुख निरुद्ध आर्य सत्य भने चाहिँ चिनाउँछ। मोक्ष भने चाहिँ त्यो। अब त्यो मोक्षमा जाने हो भनेदेखि तपाईहरूले के गर्नुपर्छ भने यहाँ छेउ लेखेको छ, चम्बर छासी योवर छ साङ्गे तेल जुबर छ दम्बी खेम्ला लाङ्जेसी छिदा देन स्योबर छ भनेर। यदि तपाईहरू सर्व दुःखदेखि मुक्ति प्राप्त हुनेछ भनेदेखि तपाईहरूले संसार छोडेर परम सुख निरुद्ध आर्य सत्य प्राप्त गर्नुको लागि अनि जोड दिनुपर्छ भनेको छ। चम्बर छसिङ युवर छ निरुद्ध आर्य सत्य मोक्ष प्राप्त गर्नु, त्यसको लागि संसार छोड्नु। चम्बर छसिङ युवर छ, त्यसको लागि के गर्नुपर्छ? साङ्गे त्यहाँ जुबर छ भनेर बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नको शरणमा गएर बुद्धले भनेको त्रिशिक्षालाई अध्ययन र ध्यान अभ्यास गर्नुहोस् भनेको छ। अब त्यो त्रिशिक्षामा ध्यान अभ्यास गर्नु बेलामा हाम्रो मनको भित्र चाहिँ अनि यो संसार चाहिँ दुःखै दुःख, यो संसारदेखि म मुक्त हुनु पर्यो भने सोच आउनुपर्छ, वैरागी। त्यसको लागि अनि हामीले चार आर्य सत्यको विषयमा ध्यान अभ्यास गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, ध्यान अभ्यास। अब त्यसको कारणले यहाँ छ नि, योले चाहिँ के चिनाउँछ भनेदेखि उहाँको मुखमा यो संसारको खर्च खोलो खर्च चक्कर, संसारको चक्कर चाहिँ उहाँको मुखमा समातेर बसेको छ नि। यो चाहिँ के हो? संसार हो, योहरू चाहिँ संसार। अब यो संसार चाहिँ उहाँको मुखमा समातेको कारण चाहिँ यो संसारमा जन्म भयो भने सबै अनि खर्च मितप्पा अनित्य हो। तपाईँ जन्म लिएर पछि चाहिँ तपाईँ मर्नै पर्छ। तपाईँ यहाँ जहिले पनि बस्नु सक्ने छैन। तपाईँ अनित्य हो, नित्य होइन भनेर। जो यो जम्बुद्वीपदेखि लिएर संसार जति छ त्योहरू सबै अनित्य हो भन्ने अनि थाहा हुनुको लागि उहाँको मुखमा समातेको हो। अब यो भित्र चाहिँ चार आर्य सत्यको कुरा चाहिँ यो भित्र आउँछ। पहिला हामीले नाम जान्नुपर्छ। नाम चार आर्य सत्य भने चाहिँ अनि त्यो नेपालीमा के भन्छ भनेदेखि पहिला चार आर्य सत्यमा पहिला चाहिँ के हो भनेदेखि दुःख आर्य सत्य भन्छ। अब दुःख सत्य भन्यो भने हुन्छ दुङ्गेन्देमा दुःख सत्य भने त्यो। दोस्रो चाहिँ के हो भनेदेखि समुदाय सत्य भन्छ। तेस्रो चाहिँ के हो भनेदेखि निरुद्ध सत्य भन्छ। चौथो चाहिँ के हो भनेदेखि मार्ग सत्य भन्छ। अब त्योहरू सबै यो चित्रमा राखेको छ। अब म भन्छु है, अब तपाईहरूले आज यो मात्र जानकार भयो भने हुन्छ। दुःख आर्य सत्य भने, दुःख सत्य भने के हो भनेदेखि अब यहाँ चित्तमा हेर्नुहोस् त, चित्तमा हेर्नुहोस् है। हाम्रो यो संसारमा भूमि चाहिँ अनि छो प्रकारको हुन्छ, छो लोकको हुन्छ, छो लोक भूमि। पहिला चाहिँ न्यासौँ सुन्ने गर्छ,
तीन दुर्गति लोक भन्छ। यहाँ छ नि न्यार्व भन्छ, न्यार्व गर्छ। नर्क भूमि भनिन्छ। नर्क भूमि र नर्क भूमिमा जन्म भएको जति व्यक्तिहरू छ सबै दुःख आर्य सत्य हो। दुःख आर्य सत्यको उदाहरण थाहा भयो। नर्क भूमि र नर्क भूमिमा भएको अनि प्राणीहरू सबै दुःख आर्य सत्य हो। त्यस्तै गरेर यहाँ छ नि हिताल खर्च प्रीत भूमि र प्रीत भन्ने अनि खर्च प्राणीहरू छ, त्योहरू पनि सबै दुःख आर्य सत्य हो। फेरि यता हेर्नुहोस् है, पशुको भूमि र पशुहरू सबै दुःख आर्य सत्य हो। त्यस्तै गरेर मान्छे बस्नु ठाउँ भूमि र मान्छेदेखि अब त्यो मान्छेमा दुई किसिमको हुन्छ। क्लेश र अनि कर्मद्वारा जन्म भएको मान्छेहरू सबै के हो? दुःख आर्य सत्य हो, दुःख सत्य हो। थाहा भयो? मान्छेमा दुई भन्नुपर्ने के हो? बुद्ध शाक्य मुनि पनि मान्छे हो नि, तर उहाँ दुःख आर्य सत्य होइन। बुद्ध शाक्य मुनि क्लेश र कर्मद्वारा त्यसको भरमा परेको रे, भस्म परेको रे, भस्म परेको अनि जति प्राणीहरू छ मान्छेहरू छ सबै दुःख आर्य सत्य। त्यस्तै गरेर यहाँ माथि लामाइन्द खर्छ असुर भूमि र असुरहरू पनि असुर प्राणीहरू पनि दुःख आर्य सत्य हो। अनि खर्च देवेला यहाँ सुन्नुहोस् है, देवामा दुई हुन्छ, काम देवा र अनि यसो होइन लोकी देवा र लोकी देवादेवी र अलौकी देवादेवी। लोकी देवादेवीहरू सबै दुःख आर्य सत्य हो। त्यस्तो गरेर यहाँ 6वटा यो चित्रमा देखाएको 6वटा रहेछ नि, योहरू सबै खर्चला नर्क, अनि योहरू प्रेत, योहरू पशु, योहरू मानव, अनि योहरू असुर, योहरू चाहिँ लोकी देवादेवी हो। 6 लोक भन्छ। तपाईँहरू यो शब्द चाहिँ नभुल्नु है। क्लेश र अनि कर्मको भस्म परेको जति लोकहरू छ, 6 लोक छ, त्योहरू सबै अनि दुःख आर्य सत्य हो। त्योहरू दुःख आर्य सत्य हो। त्यो माथि उहाँहरू सबैलाई अनि जन्मको दुःख हुन्छ, केवे दुमे, के अरे बिमारीको दुःख हुन्छ, नवे दुमे, अनि खर्च गेसुको बुढाबुढी हुँदै गएको दुःखहरू हुन्छ, अन्तिममा मर्ने दुःख हुन्छ। त्यसो कारणले त्योहरू पनि दुःखहरू पनि दुःख आर्य सत्य हो। त्यसो कारणले दुःख आर्य सत्य भने चाहिँ यसरी चिन्नुपर्छ। भयो, यहाँसम्म आज दुःख आर्य सत्य चाहिँ भनिसक्यो। अब दुःख आर्य सत्य योहरू चाहिँ कसरी भएको? 6 लोक अनि अहिले भनेको 4 प्रकारको दुःखहरू कसरी भएको हो भनेदेखि समुदाय आर्य सत्य, समुदाय सत्यद्वारा भएको हो। समुदाय सत्यमा 3 छ तर मूल 2 हो, क्लेश र कर्म। फेरि यो पनि यहाँ देखाउँछ, यहाँ हेर्नुहोस् है, यो बीचमा यहाँ यो बीचमा हेर्नुहोस्, यहाँ सुँगुर छ रहेछ नि, सुँगुर, अनि यहाँ चरा, सेतो चरा एउटा छ, अनि यहाँ चाहिँ सप्रा छ। यो सुँगुरले के चिनाउँछ भनेदेखि हाम्रो मनको भित्र भएको अज्ञान अनि खर्च तिमुला मोह, हाम्रो मनको भित्र भएको के अज्ञान र मोह, यो एउटा यो सुँगुरले चिनाएको। अनि सुँगुरको मुखदेखि चरा आएको छ नि, त्यो चराले धेरै अङ्गुलो खर्छ,
ठिक छ अहिले यो चरा छ नि यो चराले चाहिँ अनि के चिनाउँछ भनेदेखि हाम्रो राग चिनाउँछ। राग मोह अज्ञान र मोहद्वारा हामीलाई राग उत्पन्न हुन्छ त्यो चिनाउँछ। अब यहाँ शब्द छ यो शब्दले के चिनाउँछ भनेदेखि रिस क्रोधहरू चिनाउँछ। एकछिन बस अहिले सक्यो छैन पछि है पानी एकछिन यसरी गरेर मनको भित्र मोह र अज्ञान भएको कारणले मोह र अज्ञानद्वारा चाहिँ अनि रिस र राग दुईटा उत्पन्न हुन्छ। हो यो तिनटालाई के भन्छ क्लेश भन्छ। त्यही जस्तो गरेर क्लेशमा चाहिँ चङ्ग्युन्ठु घिसु भनेर मूल 20वटा क्लेश र मारे 6वटा क्लेश र हाँका भनौँ त्यसको शाखामा चाहिँ 20वटा क्लेशहरू चाहिँ हुन्छ। यसरी राख्नुहोस्। यसरी गरेर चाहिँ हाम्रो मनको भित्र भएको अनि अहिले सुन्नुहोस् है समुदय सत्यमा भएको क्लेश भन्ने चाहिँ के हो भनेदेखि हाम्रो मनमा भएको अज्ञान मोह यो त्यो मूल भएको त्योद्वारा उत्पन्न भएको यो पानी एकछिन राख्नुहोस् त अब 5 मिनटमा सक्छ। यो मोह र क्लेश अनि रिस राग मोहद्वारा चाहिँ रिस रागदेखि लिएर क्लेशहरू सबै उत्पन्न हुन्छ। त्यसलाई चाहिँ के भन्छ क्लेश भन्छ। जोस मनको भित्र भएको एउटा सोच मन एउटा चित्त एउटा जसले आफूले पनि दुःख दिने अरूले पनि दुःख दिने आफू र अरू दुईटालाई दुःख दिने नराम्रो मनलाई क्लेश भन्छ है। त्यो चाहिँ समुदय सत्य एउटा। अब समुदय सत्यमा एउटा चाहिँ के हो कर्म चाहिँ योले चिनाउँछ। यहाँ छ नि कालो भएको एउटा छ नि फेरि यहाँ सेतो भएको एउटा छ नि हो यो कालोले के चिनाउँछ भनेदेखि हो पापको कर्म अकुशल कर्म पापको कर्म चाहिँ यो कालोले चिनाउँछ। अब योले चाहिँ के चिनाउँछ भनेदेखि कुशल कर्म भने चाहिँ यो सेतोले चाहिँ चिनाउँछ अघि। अब पाप यसमा किन यो लेखेको मान्छेहरू सबै घोल्टेर तल मुनि खसेर जान्छ रहेछ नि किनभनेदेखि अकुशल कर्म पापको कर्मद्वारा प्राणीहरू सबै नरकमा जान्छ भने त्यो देखाएको हो। अब यो सेतोमा भएको मान्छेहरू उडेर जान्छ नि त्यो किन भनेदेखि कुशल कर्म गर्यो भनेदेखि अनि यो मानव जीवन मानवमा जन्म लिने र अनि देवादेवीमा जन्म लिन्छ भनेर यो देखाएको हो। जो सेतो र यो कालो दुईटाले दुई कर्म चाहिँ अकुशल कर्म र कुशल कर्म दुई चिनाएको। अकुशल कर्म र दुई कर्म जो छ क्लेशद्वारा भएको अकुशल कर्म र अनि कुशल कर्म दुईटा छ त्यो दुईटै समुदय सत्य हो भनेको थाहा भयो। अब तपाईहरु आज यो बुझ्नुहोस् समुदय सत्य भनेमा दुईटा छ भन्नु के क्लेश र अनि के भयो क्लेश र कर्म। क्लेशमा अघि भनिसक्यो है मोह रिस राग त्योहरू। कर्ममा अहिले भनेको छ नि अकुशल कर्म कुशल कर्म त्यो पनि क्लेशद्वारा भएको अनि कर्म त्यो चाहिँ हो। यो दुईटालाई समुदय सत्य भन्छ बुझ्यो। अब पछि समुदय सत्य भन्ने छोटकरीमा के हो भन्ने यो भन्नुपर्छ। अब त्यसपछि यो दुईटा भइसक्यो। अब निरुक्त आर्य सत्य भने चाहिँ के हो भनेदेखि योले चिनाउँछ। यो सेतो चन्द्रमा छ नि चन्द्रमाले निरुक्त आर्य सत्य चिनाउँछ। निरुक्त आर्य सत्य भने चाहिँ के हो भनेदेखि अघि भनेको दुःख है दुःखहरू र
दुःख कहाँबाट आएको? क्लेश र कर्म हो। क्लेश र कर्म र त्यसको फल दुःखहरू सबै अनि त्याग्नु सक्यो भने अनि निरोध आर्य सत्य भने चाहिँ प्राप्त हुन्छ। तपाईहरुले यो बुझ्नुपर्छ। निरोध आर्य सत्य भने के हो भनेदेखि दुःख फल भएको दुःख र त्यो दुःखको अनि जरा भनौँ त्यसको हेतु र प्रक्रिया अनि क्लेश कर्म चाहिँ हेतु र प्रक्रिया हो। त्यो द्वारा चाहिँ के फल हुन्छ? दुःख हुन्छ। त्यस कारणले निरोध आर्य सत्य भने के हो भनेदेखि क्लेश र कर्म र अनि दुःखहरू सबै टेक्नु सक्यो भने त्यहाँदेखि मुक्ति पाएको एउटा शक्तिलाई एउटा गुणलाई निरोध आर्य सत्य भनेको बुझे यो। अब अन्तिममा मार्ग आर्य सत्य। अब मार्ग आर्य सत्य भने चाहिँ के हो भनेदेखि मार्ग आर्य सत्यमा चाहिँ धेरै छ, तर आज यहाँ चाहिँ के भन्छु भनेदेखि खास गरेर तीन त्रिशिक्षामा जाने। एउटा चाहिँ शील शिक्षा चाहिँ पहिला हामीले प्राप्त हुनु पर्यो। शील शिक्षा प्राप्त भइसकेपछि अनि हामीलाई के प्राप्त हुनुपर्छ भनेदेखि समाधि शिक्षा प्राप्त हुनुपर्छ। अनि त्यो प्राप्त भइसकेपछि प्राज्ञ शिक्षा प्राप्त हुनुपर्छ। तर त्यो तीनटा चाहिँ मार्ग आर्य सत्य मूल होइन, त्यसको के भन्छ हेतु हो। त्यो त्रिशिक्षाद्वारा अनि अन्तिममा आफ्नो मनको भित्र शून्यताको ज्ञान भएको एउटा थोङ्लम्न गर्छ। शून्यताको ज्ञान भएको दर्शन मार्ग प्राप्त हुन्छ। त्यसलाई मार्ग आर्य सत्य भन्छ। थाहा भयो? मार्ग आर्य सत्य हो। यहाँसम्म आज मैले तपाईहरुले चार आर्य सत्यको विषयमा छोटकरीमा अघि मैले भनेको दोस्तों आजको यो चाहिँ अनि संक्षिप्तमा खर्सा भनेको हो। अब भोलिदेखि अब एक एक गरेर भन्ने हो। दुःख आर्य सत्यको विषयमा व्यापक रूपले एक दिन दुःख आर्य सत्यको विषयमा भन्छ, एक दिन समुदाय आर्य सत्यको विषयमा भन्छ। तपाईहरु सबै प्रष्ट रूपले थाहा हुन्छ। अब आज चाहिँ मैले यो राखेको ल आज यति राखौं। अब अन्तिमको हामी प्रार्थना गरौं। ओइ जमे बाबो जेदले के माता कुन्दो सामो तेया दिशे तेदा कुंगे जेसो दालो केवा देदा थमजे रदोमो तेसों शेवे केवा थमजे मोवा कालो छोदो माबा ताशिंगेवे चावा देखे सांबो चेचे रदो मोरागी। अब अहिले छोटकरीमा प्रार्थना गरेको। अब पछि अहिले दान दिनु पर्यो सबै गरेर अनि प्रार्थना पछि फेरि एकचोटि गर्छु ल। अब यति राखौं। अब चाहरु व्यवस्था छ भने चा दिनुस्। चा सकेर चाहिँ अनि प्रसाद पनि दिँदै गर्ने, चा पनि दिँदै गर्ने। त्यसपछि चाहिँ रात हो।